लाइफमा कहिले सलुनमा नुहाउनु भएको छ, आज मलाई नुहाइयो, त्यो पनि अरु कसैले। सो दिस इज स्टोरी टाइम गाइज। आज म आफ्नो हेयर कट गर्नको लागि डिभाइन युनिसेक्स सलुन गएको थिएँ। भित्र पस्दा बित्तिकै हेयर स्टाइलिस्टले मलाई चिनिहाल्नु भयो अनि भन्नुभयो कस्तो हेयर कट गर्ने त। आई हेभ नो आइडिया। मैले लाइफमा कहिले आफूले चुज गरेर हेयर कट गरेकै छैन, किनकि चस्मा खोलेर बस्दा बित्तिकै आई सी नथिङ। मेरो अजीब प्रब्लम सुन्दा बित्तिकै हेयर स्टाइलिस्ट ब्रोले आफ्नो आइडिया लगाउनु भयो अनि हेयर कट गर्न सुरु गर्नुभयो। ब्रो कस्तो काट्न लाको भन न भनेर सोधिरहेको छु। ब्रोले म आफै दामी काट्दिन्छु ब्रो, दामी काट्दिन्छु भन्दै काटेछन्। यतिकैमा मेरो 2 लाखको आइफोन खस्यो। झन्डै फुटेन, गड बचियो। कपाल काटेर घर जान्छु भनेको त यो ब्रोदरले नुहाइदिन्छु पो भन्छ। ए ब्रोदर, मलाई नुहाइदिएको त ऊ 5 वर्ष हुँदा आमाले मात्र हो, पर्दैन भनेको जबरजस्ती नुहाइदिएरै छाडे नि। ओ माई गड। तर अरूले नुहाइदिँदा मजा नै हुँदो रहेछ। फाइनली आफ्टर हेयर कट एन्ड नुहाइ धुवाइ मेरो लुक्स यस्तो भएर आएको छ। साथीहरु कस्तो भएको छ कमेन्ट गर्नु होला है।